आफ्नो घरको चोरी खानु परे जस्तो भएर मस्त सुतिरहेछ भने सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। अनि तपाईँहरू सबैजनालाई म स्वागत गर्न चाहन्छु आजको नयाँ ब्लगमा। सो यता यो पछाडि अहिले चाहिँ यहाँ कोठा मिलाउनु बाँकी छैन, वाल छ्याल छ क्या। मैले 1 महिनादेखि सफा गर्छु भनेर बसिरहेको छु कोठा होइन। अनि आज टक्क लगाएर सफा गरेँ, आनन्द भइरहेछ अहिले चाहिँ। अनि अलिकति पछि मिलाउनु पर्छ होइन। टक्क म यहाँ के भन्छ म यहाँ मम्मीको म यहाँ भ्लग हेरेर बसिरहेको थिएँ। अनि टक्क लगाएर तपाईँहरूले चिन्नुहुन्छ क्या अरे अनिल सुनार र विनोद विश्वकर्मा दुईजनाको चाहिँ म भ्लग हेर्छु क्या होइन। त्यो दाइहरूको भ्लग हेर्छु अनि त्यही भ्लग हेरेर बसिरहेको थिएँ कि। अनि मेरो पनि भ्लग नबनाएको धेरै भयो भनेर यसो बनाउनु पऱ्यो भनेर नि। सो त्यो गाइजहरू अनि होइन अहिले चाहिँ यहाँ पुरै वाल छ्याल छ होइन। अनि मेरो गिटार हेर्न सक्नुहुन्छ, वान एन्ड ओन्ली गिटार। खोइ आमा कस्तो बवाल देखेर चाहिँ यस्तो मिठो छ नि गिटार। सो अनि म यहाँ मिनी भ्लग हल्का बनाइरहेको थिएँ। अनि एडिट सिडिट हानेर टक्क एडिट हानेको छैन कि, क्यापकटले धोका दियो नि मलाई त। त्यही हो अब ज्याक आज बिहान पानी परेको थियो नि त, यस्तो पानी परेको थियो। अनि ज्याक त सुते क्या, सुते मतलब ज्याक। अनि यस्तो अल्छी भयो, बेलुका सुतेन नि यो धाममा। बेलुका हल्ला गरेर बस्यो अनि अहिले मस्त सुतिरहेछ अहिले पनि ल। कति निन्द्रा आएको ल। अनि यसले खाना नि खाएको छैन क्या, अब सिधैलाई खानै खाजा हो क्या यसको आजको लागि चाहिँ। अनि सो गाइजहरू हाम्रो यता अङ्गुर हेर्न सक्नुहुन्छ, यस्तो खतरा छ नि। म अहिले अर्को मोबाइलबाट खिचेर हल्का सिनेमेटिक हान्छु है त। यस्तो लहर गएको थियो नि योभन्दा अघिल्लो वर्ष नि हामी रोपेको होइन। अहिले यस्तो लहरा गएको छ त्यो गेटको ढोकासम्म छ क्या, अझ उतैबाट छ भने। अनि हेर्न सक्नुहुन्छ यस्तो मिठो छ, मिठो मतलब यो पाकेको छैन अझै होइन। ओहो खतरा हो नि। यति मात्र कहाँ हो र, यता नि हेर्नु न ल। सो अनि त्यही हो गाइजहरू, पहिला बसौँ है त। अनि मेन कुरो त आज लास्ट डे अफ छ। आज चाहिँ लास्ट डे अफ बिदाको लास्ट दिन आज चाहिँ अन्तिम दिन होइन। अनि भोलिबाट यो मेरो कपाल पनि रहँदैन होला सायद, बल्ल यत्रो भयो नि बनाएको थिएँ यार। त्यो कपाल पनि भोलि रहँदैन होला, किनभनेदेखि अब हाम्रो कलेजमा त कपाल नि पाल्न दिँदैन। यस्तै छ यार, भेरी स्ट्रिक्ट हो नि त के ठिक छ। अनि त्यहाँ मस्त त्यहाँ चियार बसमा छ। सो म पनि खाजा खानुपर्ने हुन्छ, किनभनेदेखि होइन टक्कलसको भोक लागेर नि आज काम गरेर होला नि हेर्नु। त्यहाँ यो मस्त सुतिरहेछ भने। ओइ खाजा नआयो नि। सो अनि गाइजहरू अब के भन्नु, सो गिटार लिँदैखेरि चाहिँ अब गिटारिस्ट बन्नेवाला एउटा उत्साहित आई एम भेरी यस। सो अनि त्यही हो गाइजहरू, अब मैले भ्लग नबना धेरै भयो नि त। अनि के भनौँ के गरौँ यस्तो भइरहेको क्या, मुख लटपटिरहेको छ, माफ गरिदिनु होला। सो अनि मलाई पनि हल्का सपोर्ट चाहिएको छ, साथ सपोर्ट हानिदिनु होला। हल्का गीत सुन्यो त गाइजहरू। सो अब होइन मलाई मेरो इन्स्टाग्राममा नि हल्का फलो हानिदिनु पऱ्यो है। सबैजनाले सपोर्ट गरिदिनु पऱ्यो। युट्युबमा नि हल्का सपोर्ट चाहिएको छ, साथ सपोर्ट तपाईँहरूको होइन। अनि त्यही हो अब युट्युबमा अनि इन्स्टाग्राम चाहिँ म डिस्क्रिप्सनमा हाल्नु पर्ला आजबाट होइन। आई होप यु गाइज विल लभ इट। अनि त्यही हो, अब हल्का गीत सुन्यौँ है त। लेट्स गो फर अ सङ। सो क्यामेरा चाहिँ हल्का एडजस्ट गर्नु होला होइन। मेरो रिजल्ट पनि आउनु लाग्यो यार, रिजल्टमा चाहिँ अब के हुनु होला, टेन्सन। त्यो चाहिँ टेन्सन भइरहेछ अरू नभए नि। सो भाग्यमानी भने तपाईँहरूले भाग्यमानी बाई द हुला कि सुन्नु भएको होला। त्यस्तो मिठो नआए पनि म ठिकै आइदिन्छु है त। लेट्स गो, गिटार देखेन के भाग्यमानी रहेछ खै कोनी, त्यो तिम्रो अङ्गालोमा हुन्छ रे सधैँभरि। म परे अनाडी दिन सकिन माया तिमीलाई। धेरै नगरौँ यार,
सो गाइज अब यो गीत चाहिँ म हल्का होइन इन्स्टाग्रामतिर हल्का गीतहरू पोस्ट गर्छु होला सायद होइन गाइजहरू गीतहरू पोस्ट गर्छु होला सो इन्स्टाग्रामतिर नि हल्का सपोर्टहरू हानिदिनु पर्ने हुन्छ सो गाइज होइन अब तपाईँहरूले एउटा खतरा चस्मा देखाउँछु नि यस्तो बवाल छ चस्मा चाहिँ होइन लास्टै बवाल छ क्या सो त्यसको लागि कहाँ पो छ त मैले ठ्याक्कै बिर्सेँ होइन वेट होइन फाइनली भेटाइसकेको छु मैले त्यो बबलवाला ग्लास अनि यस्तो मिठो छ त्यो चस्मा होइन यता रहेछ मैले त्यहाँ कता यता खोजेँ कता खोजेँ लास्टमा त यहीँ रहेछ भने सो इस खतराको तर यो बाङ्गो छ भने खोइ के हो यस्तो लाउने हो कि के हो क्या अनि पर्सा खोलौँ कति कालो आएकोमा टिसन हल्का भन्ने त्यस्तो आएछ ल अब देख्यो होला म ल कहाँ सक्छ त मलाई ल यसो के एउटा गीत छ त एउटा आँखामा चस्मा टक्क लाएर रातो लुगा चट्ट लाएर चस्मा इज भेरी बाङ्गो मलाई चस्मा लाउनु बानी छैन सो बाहिर जाउँ एकचोटि माले मार्छ सो द्याट्स सो बाहिर जाउँ हामी एकचोटि होइन माले ज्याकेटलाई त खानु तयार हाम्रो जस्तो छ अनि के गरेमा कसलाई ए पुरी छ बिहानदेखि खाएन अनि के ल ल ल हुन्छ सामले अङ्गुर चाहिँ यहाँ मात्र होइन नि यो माथि छ नि यहाँ मात्र नभइकन पुरै घरलाई घेरेको छ क्या अङ्गुरले चाहिँ यस्तो हेर्न सक्नुहुन्छ फेरि हावा खाने भन्नु होला होइन गाइसहरू यस्तो चाहिँ ल ओ माइ गॉड बिहान पानी परेको छ नि त्यहाँ लास्टै चिप्लो रहेछ यता यो कोठाको झ्याली गर्नु मिलेन भने यो मिल्थ्यो पहिला अनि यस्तो गुम्जिन्छ नि यहाँबाट हावा आउँछ नि नभए चाहिँ अङ्गुरको एरिया ओए ओ माई गॉड यो चाहिँ अलि अगाडिको भएको कारणले गर्दा पाके जस्तो लाग्यो पाक्न लागिसक्यो यो चाहिँ छिटै पाक्छ गाइजहरू सो एज अ फुड लभर आई वान्ट टु आफ्नो घरको चोरी खानु परे जस्तो भएर ओ टेस्ट सो गुड टेस्ट सो भेरी गुड चलो गाइज सो गाइज अब भ्लगलाई चाहिँ म सिधाइदिनु पर्ला जस्तो भइरहेछ होइन अब भ्लग चाहिँ किन बनाएको भन्दाखेरि यति बनाउनु हुन् मैले होइन मैले फर्स्ट टाइम यो टेपर हानेको थिएँ लाइफमा फर्स्ट टाइम टेपर हानिदिएको अलिक बिगारिदियो नि सो गाइज आजको लागि यति नै अब हामी अर्को भ्लगमा भेट्छौँ भन्दै सी यू इन द नेक्स्ट भ्लग बाई